Hi everyone, welcome back to my mini vlog. So आज चाहिँ मैले मेरो डेली मेकअप एन्ड स्किन केयरको भिडियो लिएर आएको छु. सो म चाहिँ यहाँनिर फेस वास गरेर यहाँनिर सिरम लगाउँदैछु. यो चाहिँ प्लमको सिरम हो जुन चाहिँ मेरो एक्नीको लागि फाइट गर्छ है. दो अहिले मेरो रिसेन्टली पुरा एक्नी आइरहेको छ अनुहारमा है. त्यही भएर चाहिँ मैले यो प्लमको सेरम युज गरेको एक्नीको लागि. पिम्पल्सलाई जहाँ भन्दा पनि जान्दैन है, के गर्नु, यस्तै छ जिन्दगी. पिम्पल्स आएर हैरान हो. सो यहाँनिर चाहिँ म मजाले ब्लेन्ड गर्दैछु है मेरो यो सेरम चाहिँ अब्जर्भ होस् भनेर. अनि यहाँनिर चाहिँ छ मोइस्चराइजर है. यो चाहिँ प्लमकै मोइस्चराइजर हो. यो चाहिँ यस्तो स्मुथ खालके छ है. यो लगाएर चाहिँ आई फिल लाइक स्मुथ है स्किन, एउटा साइनी ब्राइट स्किन म फिल गर्छु. किनभने मैले यो युज गरेको 2 months भयो. सो त्यही भएर चाहिँ मलाई मजाले अब फापेको जस्तो लाग्यो आफूलाई है. अन्त म चाहिँ यहाँ मजाले अब्जर्भ होस् भनेर मजाले उयो गर्दैछु, मसाज गर्दैछु मेरो स्किन है. अन्त चाहिँ हामी चाहिँ के गर्छौँ भने चाहिँ एउटा प्रडक्ट युज गर्छौँ, फेरि त्यसको बादमा हामी चेन्ज गरिहाल्छ है. म चाहिँ त्यस्तो थिएँ, किनभने एउटा युज गऱ्यो त्यो भएन छोडिदियो भने 2-3 दिनमा अर्को लगाउँदै होइन. तर हामी त्यस्तो गर्नु हुँदैन रहेछ, किनभने हामी डेली है एउटा युज गर्न थालेपछि त्यो मजाले युज गऱ्यो भने चाहिँ फाप्दै जाँदो रहेछ आफ्नो स्किनलाई है. अनि यहाँनिर चाहिँ मैले सनस्क्रिन लगाउँदैछु है. यो सनस्क्रिन चाहिँ प्लमकै हो. अन्त यो सनस्क्रिन मैले कम्ती लगाएर चाहिँ मेरो निधार डढिरहेको छ है. तर हामीले चाहिँ अलिक मजाले लगाउनु पर्ने रहेछ है, ताकि हामीलाई घामले मेरो स्किन बर्न नहोस् भनेर है. यु क्यान सी माई स्किन, मेरो निधार डढिरहेको छ किनभने मैले अस्ति कम्ती लगाएको थिएँ नि त. त्यही भएर होस् यहाँनिर चाहिँ मैले लगाएँ. यस्तो साइनी स्किन दिन्छ कि के गर्नु, मन खुस गरिदिन्छ होइन. अन्त यहाँनिर चाहिँ मैले फाउन्डेसन लगाउँदैछु. यो चाहिँ मेबलिनको सुपर स्टे हो. यो चाहिँ मेरो स्किनभन्दा अलिकति डार्क छ, किनभने मलाई अलिकति डार्कै मनपर्छ नि त. किनभने मेरो स्किनसँग म्याच पनि हुन्छ. अलिक डार्क चाहिँ मेरो बडी स्किनसँग. सो त्यही भएर चाहिँ, किनभने लाइट लगायो भने पुरा स्किन र अनुहारको र घाँटी अलग्गै छुट्टिन्छ नि त. त्यही भएर चाहिँ त्यस्तो नहोस् भनेर चाहिँ म अलिकति डार्कै प्रिफर गर्छु. अनि म चाहिँ यहाँ मजाले ब्लेन्ड गर्दैछु है. जति हामीले ब्लेन्ड गऱ्यो त्यति मजाले है फाउन्डेसन उयो ब्लेन्ड हुन्छ. किनभने जति हामीले टाइम लिएर गऱ्यो त्यति ब्लेन्ड मजाले हुन्छ है, मजाले अब्जर्भ हुन्छ स्किनमा. सो यो चाहिँ यस्तो दामी छ कि फाउन्डेसन, आई जस्ट लभ इट है. पैसा तिरेको अनुसार चाहिँ इट्स वर्थ इट. अन्त म चाहिँ मजाले ब्लेन्ड गर्दैछु, किनभने आज अलिकति मेरो कामले गर्दा म बाहिर जानु पर्दैछ. सो त्यही भएर चाहिँ म यहाँनिर रेडी हुँदैछु. अन्त त्यसको बाद चाहिँ म आइब्रोज बनाउँछु होइन. आइब्रोज बनाउनु मलाई त्यस्तो आउँदैन, बट अल्सो आइ एम ट्राइङ टु डु माई बेस्ट होइन. सो यहाँनिर चाहिँ मैले एकपट्टि चाहिँ बनाइसकेँ, अर्कोपट्टि चाहिँ यस्तो साह्रो पर्छ बनाउनु, के गर्नु, जस्तो तस्तो आफूलाई चल्दै भयो बनाएँ होइन. सो यसपछि चाहिँ म आई स्याडो लगाउँछु. आई स्याडो चाहिँ यो सबै मेरो है ब्लसर हाइलाइटर एउटामै भएको म प्रिफर गर्छु, किनभने म बोकेर हिँड्नु पनि सक्दिनँ नि त सबै. सो त्यही भएर चाहिँ एउटामै ठिकै हुन्छ भनेर. सो म चाहिँ हातले नै लगाउँदैछु, किनभने ब्रसले चाहिँ मेरो अलिकति माथि अलिक टाइम पनि बेसी लिन्छ. सो टाइम पनि बेसी नलियोस् भनेर चाहिँ म हातले नै लगाउँदैछु है. अन्त मलाई चाहिँ न्युड कलरहरू पुरा मनपर्छ. यो अलिकति न्युड अलिक लाइट छ है, न्युड लाइट हो. सो त्यही भएर चाहिँ म लगाउँदैछु हातले नै. सो मलाई चाहिँ पुरा मनपर्छ. अन्त म चाहिँ मस्कारा लगाउँदैछु मेबलिनको होइन. यो मस्कारा पनि मलाई पुरा मनपर्छ, किनभने यो जबसम्म हामीले मुख धोएर होइन, हामीले जबसम्म सफा गर्दैन तबसम्म चाहिँ यो बस्छ होइन. अन्त मलाई चाहिँ पुरा मनपर्छ. सो आज चाहिँ म अलिक लाइट लगाउँछु मस्कारा पनि भनेर चाहिँ म यहाँ मस्कारा लगाउँदैछु है. म आइलाइनर चाहिँ किन नलगाएको भने चाहिँ मलाई त्यस्तो मन पर्दैन, किनभने मस्कारा लगाएपछि आइलाइनर आई डोन्ट थिङ्क कि लगाउनुपर्छ भनेर. सो त्यही भएर चाहिँ म लगाउँदिनँ. सो यहाँनिर चाहिँ म फिनिसिङ पाउडर लगाउँदैछु है. यो चाहिँ ल्याक्मीको हो. यो चाहिँ मजाले स्किनमा ग्लो दिन्छ. सो त्यही भएर चाहिँ मेरो लुगामा पनि घोप्थ्यो है. अन्त चाहिँ म आँखाको पनि
मुनिपट्टि पनि मलाई पुरा मनपर्छ है यस्तो आई स्याडोहरू लगाएको छु त्यही भएर म लगाउँदैछु अनि साइडमा चाहिँ म अलिकति हाइलाइटर साइनर लगाउँदैछु सो उसको बाद चाहिँ म ब्लसर लगाउँछु है जुन चाहिँ त्यो मेरो आई स्याडो प्यालेटमा थियो म चाहिँ कम्ती लगाएँ है किनभने डेली लुक्सको लागि त आई थिङ्क कम्ती नै इट लुक गुड्स भनेर अन्त हाइलाइटर लगाउँदैछु हाइलाइटर चाहिँ मलाई नोसमा पुरा मनपर्छ है त्यही भएर मैले नोसमा चाहिँ अलिक बेसी पनि लगाएँ सो अब चाहिँ मेरो पारी आउँछ लिपस्टिकको जुन चाहिँ मेरो बेस्ट पार्ट हो है त्यो मेरो लिपमै पिम्पल्स आइरहेको छ है यस्तो दुख्छ लिपस्टिक लगाउनु पनि मिल्दैन त्यो पिम्पल्सले गर्दा बट अल्सो आज चाहिँ मैले जस्तो तसो लगाएँ सो यो कलर चाहिँ मलाई पुरा मन पर्यो होइन अन्त यो चाहिँ न्युड कलर हो सो मलाई पुरा मन पर्यो क्यामेरामा चाहिँ पिङ्क पिङ्क देख्दो रहेछ अन्त यो ब्लसर चाहिँ हो मैले जुडियोबाट लिएको थिएँ है यस्तो दामी ब्लसर मलाई पुरा मन पर्यो यो ग्लस चाहिँ लिप ग्लस सरी मलाई पुरा मन पर्यो अन्त चाहिँ मैले लिएँ लगाएँ पनि ट्राई पनि गरेँ सो अब चाहिँ सक्यो अब चाहिँ मेरो हेयरको टर्न आयो है यो केस चाहिँ मेरो मिल्दैन के गर्नु हुन्छ किनभने मैले अस्ति काटेको पनि थिएँ सो के गर्नु हुन्छ है अन्त त्यही माथि चाहिँ आज चाहिँ मेरो केस त म के गरौँ भनेर कोर्दै थिएँ है अन्त यहाँनिर चाहिँ छोडिदिए जस्तो तस्तो हुन्छ त्यतिकै छोडिदिन्छु भयो एकताल कोर्छु भनेर सोचेँ है किनभने मिल्दैन के गर्नु र होइन अन्त यहाँनिर चाहिँ मेरो केस पनि भयो अन्त यो ओइल चाहिँ मैले बेबी हबको है खास चाहिँ मेरो बेबीको हो बट अल्सो म पनि युज गर्छु किनभने मेरो हेयरलाई पनि मजाले सुट गरेको जस्तो लाग्यो सो म पनि युज गर्छु है अन्त यो चाहिँ मैले अलिकति मिठो गर्न पनि हामी पनि भनेर है अलिकति मेरो बडी स्प्रे गरेँ अन्त म इयररिङ लगाउँदैछु मलाई इयररिङ चाहिँ पुरा मनपर्छ है आई जस्ट लभ इयररिङ्स होइन जुन चाहिँ झन् सिल्भरको हुन्छ मलाई पुरा मनपर्छ सिल्भरको इयररिङ्सहरू होइन सो यहाँनिर म इयररिङ लगाउँदैछु जस्तै इयररिङ है इयर टप भयो भने पनि इट लुक्स गुड नि त अन्त त्यही भएर चाहिँ म लगाउँदैछु है अन्त मेकअप कस्तो लाग्यो हजुरहरूलाई भन्नुहोस् होला यो चाहिँ मेरो डेली मेकअप हो है इट्स सिम्पल एन्ड नर्मल सो बाई बाई सी यु नेक्स्ट भिडियो टेक केयर